त यो जुन आज हामी सिम्प्लिफाई पढ्न जान्छौँ। यो आज भिडियो नम्बर 1 छ है। भिडियो नम्बर 1 मा के छ? सिम्प्लिफाई भनेर धेरै अधिक बच्चाहरूले सरकारी र प्राइभेटहरुमा पनि सिम्प्लिफाईको धेरै प्रब्लम छ। सिम्प्लिफाईमा ले 4 वटा पहिला नियम छ हैन। 4 वटा नियम। पहिला हामी सिम्प्लिफाईमा पहिला के हुन्छ कि पहिला डिभाइड गर्नुपर्छ, त्यसपछि मल्टिप्लाई गर्नुपर्छ, त्यसपछि एडिसन गर्नुपर्छ, त्यसपछि सबट्र्याक्सन गर्नुपर्छ। यो 4 वटाको रुल के गर्नुपर्छ? हामीलाई फलो गर्नुपर्छ। अब यसमा कोही ब्रैकेट वाला सिम्प्लिफाई हैन, कोही सिम्पल सिम्प्लिफाई छ। अब सिम्प्लिफाई भन्नाले हामी नेपालीमा सरल भन्छ। जस्तै कि एउटा क्वेशन छ 100 डिवाइडेड बाइ 2 प्लस मल्टिप्लाई 4 माइनस प्लस 2 माइनस 1। यो यही क्वेशन छ। यो क्वेशनमा डिवाइड पनि छ, गुणा पनि छ, जोड पनि छ, घटाउ पनि छ। यहाँ के छ? डिवाइड, गुणा, जोड, घटाउ पनि छ हैन। तपाईको भन्नाले तपाईँ यो के छ? डिवाइड, यो भयो मल्टिप्लाई, यो भयो एडिसन, यो हो सबट्र्याक्सन। अब साधारण छ। सबभन्दा पहिला के गर्नु छ? हामी डिवाइड गर्नु छ। यहाँ के छ? हाम्रो डिवाइड छ 2 र के छ? 100 छ। यानी कि 2 ले 100 मा डिवाइड गर्दाखेरि कति आउँछ हाम्रो? 2 5 10, 0 को 0, फेरि यो 0 आउँछ। अब यो 0 ले डिवाइड हुँदैन भने यसको सट्टामा यहाँ 0 आइनुपर्छ। यानी कि 50 आयो। हामी कति लेख्नुपर्छ यहाँ? 50। त्यसपछि बाँकीलाई उस्तै सार्नुपर्छ, गुणे 4 + 2 - 1। अब 50 मा 4 ले मल्टिप्लाई गर्नुपर्छ। त्यसपछि हाम्रो के छ? मल्टिप्लाई छ। मल्टिप्लाई गर्यो भने कति भइहाल्छ हाम्रो? 4 को 0 0, 4 5 20, 200 प्लस 2 - 1 भयो। अब 200 मा 2 जोडिदिनु। अब त्यसपछि एडिसन छ। 202 भइहाल्यो, -1 छ, फेरि 202 बाट 1 घट्यो भने 201 भइहाल्यो। भन्नाले यसरी यो एकदम सिम्पल सिम्प्लिफाई छ। आज हामी मात्र सिम्पल सिम्प्लिफाई सिकेको छ, जुन यसरी बनेको छ। पहिला डिवाइड हो